कुन पार्टीको बढी भोट भएको छ, कहाँबाट हेर्ने हो, कसरी हेर्ने, अनि तपाईँहरूलाई थाहा छैन भने यो च्यानललाई सब्सक्राइब गरेर अनि बेल आइकनलाई पनि दबाइदिनु होला, घन्टी दबाइदिनु। अनि त्यसपछि तपाईँ यसमा चाहिँ हेर्नु कति भोट भयो, कहाँको कति भोट भयो हैन। भोट चाहिँ कसरी हेर्ने हो तपाईहरुलाई म आज सिकाइरहेको छु। त्यो तपाईहरु पनि गएर त्यो वेबसाइटमा गएर पनि तपाईहरु पनि हेर्नुहुन्छ अनि लाइभ पनि हेर्नुहुन्छ अनि यो वेबसाइटको माध्यमले पनि तपाई गएर अनि कसको भोट निकाल्नु, कहाँबाट कुन कुन क्षेत्रको भोट हेर्ने हो तपाईहरुलाई म आज पुरै यो लाइभमा तपाईहरुलाई म सबै म सिकाइरहेको छु। तर चाहिँ हेर्नु यता गए गुगलमा गएर पहिले नेपाल इलेक्सन लेख्नु होला, अटोमेटिक आउँछ कान्तिपुरको। त्यसपछि यता कोशी मैले चाहिँ पहिलादेखि राखेको हिसाब प्रोफाइल यहाँ छ। अनि त्यसपछि यहाँ हेर्नु डिस्ट्रिक्ट लेख्यो भने डिस्ट्रिक्ट। अब चाहिँ तपाईहरु कसरी हेर्ने हो हैन। पहिला चाहिँ गएर यसमा जानु प्रोफाइलमा, त्यसपछि कहाँ गर्ने, जस्तो कि अब बालन शाहको हेर्ने हो हैन, झापाको भोट हेर्ने हो, घन्टी छापको, अनि केपी ओलीको, कांग्रेस जति छ नि सबैको जति भोट हेर्नु छ पुरै टोटली। त्यसपछि आउँछ सबैको जुन ठाउँमा टिक हाल्ने त्यसपछि आउँछ सबैको। यसमा हेर्नु कोशीको कोशी लेख्नु, त्यसपछि डिस्ट्रिक्ट, त्यसपछि कहाँको हेर्ने कुन जिल्लाको हैन। कोशीमा कुन जिल्लाको हेर्ने, जस्तो कि झापा ल झापामा हाल्नु। त्यसपछि यता त्यसपछि यसमा कुन कहाँको हेर्ने हो 5 नम्बरको हैन। 5 मा हेर्नु यसरी हेर्नु 5 मा हेर्नेपछि तपाईलाई यसरी माथि जानु, यसरी स्क्रोल गरेर जानु, हेर्नु आयो ल बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको भोट कति भयो त 42,543 भोट। हेर्नु कति ठुलो छ यार। घन्टी छापको, अनि त्यसपछि केपी शर्मा ओली सुरु छापको कति छ 11,427 भोट। यसरी सबैको हेर्नु। समीर तमाङ श्रम संस्कृति पार्टीको 7,107। अनि अर्को हेर्नु मनधरा चिमरिया नेपाली कांग्रेस 1,202। रंजीत तमाङ नेपाली कम्युनिस्ट पार्टी 996। हेर्नु कति छ राष्ट्रिय प्रजातन्त्र पार्टीको हलछाप, अमृतदल महतो जनमत पार्टीको जतिको हेर्नु छ नि पुरै आउँछ। हेर्नु सबै तपाईँ हेर्नु सबैको देखाउँछ। तपाईहरु गएर यसरी गएर तपाई वेबसाइटमा गएर हेर्नु अनि हेर्न मिल्छ एकदम। जहाँको हेर्न छ सबै आउँछ। अनि त्यसपछि यो त भयो 5 को हेर्नु हैन। अब चाहिँ कहाँको हेर्नु 1 नम्बरको हेर्नु, सर्च गर्नु। र निशा धाङ्गी कति आयो राष्ट्रिय स्वतन्त्र पार्टीको 27,767। ओ माय गॉड यार, घन्टी बोल्यो यार, घन्टी। वाओ सुपर छ क्या।
अब चाहिँ अब कहाँ हेर्ने हो, हेर्नु सबैको देखाउँछ, हेर्नु कति कति छ। नेपाली कांग्रेसको, श्रम संस्कृति पार्टी, सूर्य छाप, हल छाप, नेपाली कम्युनिस्ट पार्टी, तारा छाप, हेर्नु सबै छ। उज्यालो नेपाल पार्टी, जनता समाज पार्टी नेपाल, छत्ता छाप, ढोलक छाप, के छ ल सबै हेर्नु ल। अब चाहिँ कहाँको हेर्नु हो, एक नम्बरको भयो, अब 2 नम्बरको हेर्नु। ल इन्दिरा राणा मगर, राष्ट्रिय स्वतन्त्र पार्टी, 30,000। ओ माई गॉड यार, 30,000, 30,539। ल वाउ वाउ वाउ, घन्टी बल्यो। अब हेर्नु देवराज घिमिरेको, 5,673। ओहो यार, गाह्रो छ यार यस घन्टी, एकदम जय घन्टी हो है, पुरै घन्टी घन्टी छ क्या यार, सबभन्दा माथि छ घन्टीको। हेर्नु कति जान्छ। ओइ होइ, अब कहाँको हेर्नु हो, तीन हेर्नु, प्रकाश पाठक, 27,163 भोट। ओहो मतदान हेर्नु, 27,163 भोट भयो। 3 मा राजेन्द्र प्रसाद, राष्ट्रिय प्रजातन्त्र पार्टी, शम्भु प्रसाद हकल, राष्ट्रिय स्वतन्त्र पार्टी, 18,811। आओ कहाँको हेर्नु। ओहो 42,417 बालन्साको, 42,543, 11,427। केपी ओली, नेपाली कांग्रेस, तारा छाप, धनुषा रामचन्द्र मण्डल,